हेलो गाइस आज भने चाहिँ हामी है बुढाबुढी मुकबाङ गर्नु आँटेको च्यालेन्ज के हुन्छ म त्यस्तो सक्दिनँ होइन अन्त यस्तो सक्दिनँ अब उहाँ चाहिँ मेरो बुढी हो होइन तर अब उसले चाहिँ यस्तोहरू पुरा खान्छ नि त म त अब यस्तो खाने आदत पनि छैन होइन अन्त आज हाम्रो रहेछ रामिन छ अन्त यता पुच्का छ यता कुनै के होइन मेरो बुढीहरूले राखेको छ मलाई चाहिँ यस्तो खाने आदत पनि छैन अन्त आज बुढीले भने कि मुकबाङ गरौँ न भनेर तर म सक्दिनँ म तिमीसँग हार्छु भन्दा पनि यसो ट्राई गरौँ न भने कि तर लेट मी सी के हुन्छ बा मैले जित्छु या उसले जित्छ है पिरो खानेमा चाहिँ ल। हेलो गाइस आज चाहिँ हाम्रो मुकबाङ थियो नि त होइन है आज चाहिँ सुरु गरौँ ल। ओके कस्तो रहेछ टेस्ट गरौँ ल है गाइस। आजको चाहिँ हामी बुढाबुढीको होइन मुकबाङ अब रामी के अरे रामेन बुलडक टेस्ट गरेको होइन म त यस्तो आदत छैन नि उसको करले मात्रै एउटा देखेन उसकै करले मात्रै कि या त खान्थिनँ पनि कि आज चाहिँ वाउ तिमी त्यसले खान्छौ यताउति बसेर हुन्थ्यो गाइस देख्नु होला म यस्तो पिरो भने पानी खाएको छुइनँ होइन उसले चाहिँ स्प्राइट खाँदैछ म चाहिँ खाएको छुइनँ गाइस चाहिँ पुच्का छ गाइस आज मन खाइन हुने रहेछ गाइस सबै कुरा खानु कि जिन्दगीमा यस्तो मुकबाङ भने चाहिँ नगर्नु है केटा मान्छे भने केटी मान्छेलाई सक्दैन रहेछ जित्नु म अलिकति खान्थेँ त्यस्तो भयो यो डल्लै खाइसकेको थिएँ म त हुन्छ म त बेच्छु म त यस्तो पिरोले तर नि हार चाहिँ मान्दिनँ कस्तो छ गुलियो गुलियो भयो होला कि म त पिरो भयो गाइस हामी दुईजनामा कसले छिटो खाइसक्ने हेर्नुहोस् होला पिरो भयो नि खानु लागि त गाछ त ठुल्ठुलो हुनु पऱ्यो नि त। हेलो गाइस आज भन्ने अब चाहिँ फाइनली मैले फिनिस गर्न आँटेँ पहिला Finally guys, I made it first.
मैले फर्स्ट तिमीले भन चाहिँ फर्स्ट ल भिडियो